कुश ए डे विथ कुश एन्टी पाइरेटिक गाडी भाडा चाहिँ हामीले चाहिँ सिल्क ल्याएर चाहिँ यहाँनिर चाहिँ आउनु भने चाहिँ गान्तोकमा 5 स्टार पाएको अलिकति राम्रो मात्रै जुलुक जो एकदम सिक्किम पे है। हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। सो आज चाहिँ म फेरि तपाईँहरूलाई लाँदैछु नाथाङ भ्याली। अस्ति चाहिँ मैले जस्ट तपाईँहरूलाई साइट सिइङ मात्रै गराएको थिएँ होइन, आज चाहिँ गएर मजाले स्टे गरेर अन्त आउने हो। अनि मसँग चाहिँ यता मेरो टिम इन्ट्रोड्युस गर्दै जानु पऱ्यो ल। यता चाहिँ मेरो शीतल, सरोज दादा, उमिदी, सुमित, अनुराग। सो हामी चाहिँ अब माथि गएर भेट्दैछु। अन्त आजको चाहिँ भ्लग टोटली नेपालीमा हुन्छ, नट टोटली नेपाली, हिन्दी नेपाली मिक्स हुन्छ। सो किप वाचिङ गाइस। Sweet. हामीले चाहिँ हल्का रोकिरहेको छ चाहिँ नास्ता गर्नुलाई। पर पुरा जाडो भयो यहाँ त, सबैजना स्वेटर लाउँदैछ हौ। मजा आउँदैछ गाइस, इन्जोइङ अ लट। म त हेर्दा 2 पल्ट आइसकेँ यहाँ होइन। अस्ति पनि यही जग्गामा रोकेको थियो, अस्ति चाहिँ अलिक यहाँ परनेरि रोकेको थियो। हेर्दै गर्नुहोस् जाडो हुने अवस्था अनुरागलाई, सबैजनाले जाडो हुने अवस्था। हेलो नमस्कार। जाडो भएको छ नि त्यस्तो देखाइदिउ। लु यो चाहिँ तपाईँको छङ्गु पसिसकेको हामी चाहिँ होइन, पस्नु आँटेको। यस्तो दामी भ्यू छ गाइस यहाँ। बाबा धाम आइपुग्यो होइन। अहिले अस्तिको भ्लगमा पनि देखाएको थियो तपाईँहरूलाई। यहाँनिर चाहिँ अब मजाले यहाँबाट चाहिँ यहाँबाट जानुपर्छ माथि हो। माथि गएर चाहिँ यहाँ माथि चाहिँ बाबा धाम छ, जहाँ चाहिँ बाबाको सबै कुराहरू राखेको छ है। मैले अस्तिको भिडियोमा पनि देखाएको थिएँ। एन्ड यता चाहिँ फोटो सेसन चल्दैछ। सबैजनाको होस गायब भयो जस्तो छ त के हो। हामी चाहिँ फाइनली हाम्रो डेस्टिनेसन आइपुग्यौँ यहाँ होइन। अन्त अस्ति चाहिँ हामी जस्ट आएर फर्किहालेको थियौँ नि त, अनि आज चाहिँ हामी स्टे गर्दै आएको। सो म तपाईँहरूले देखाउँछु कस्तो छ यहाँ है। हाम्रो चाहिँ यसमा आएको थियो, यो चाहिँ कुस्ताले मिलाइदिनु भएको थियो। डेभिड कुस देखाएको मैले। डेभिड कुश म देखाइन्छ। डे विदाउट कुश ए डे विथ कुश। उयो तल काइरव ल्याएछ, बुझ्दैन है तर। कुश काइरव ल्याएछ। कुश काइरव। यता हाम्रो भाइ छ त। This is our homestay for today. यो चाहिँ हाम्रो आजको लागि रुम छ है होइन। यता चाहिँ वासरुम। यहाँबाट चाहिँ भ्यू चाहिँ तपाईँहरूले दामी देख्न सक्नुहुन्छ है। यस हाम्रो चाहिँ पहिलादेखिको ड्रिम थियो क्या, यसरी कजनसँग टुर जाने स्टे गर्दै होइन। आज चाहिँ फाइनली सक्सेस भयो। सो हामी चाहिँ अब फ्रेस हुन्छ। अल गुड। यहाँ यतिको पाउनु त है। फ्रेस हुन्छु, त्यहाँबाट चाहिँ म तपाईँहरूलाई भेट्नेछु, फेरि घुमाउनेछु होइन। सो गाइस हामीले चाहिँ यहाँनिर सोनाम होमस्टे लिएको थियो होइन। अन्त सबै कुस्ताले मिलाइदिनु भएको थियो। अन्त तपाईँहरू पनि नाथाङ भ्याली आउनुहुँदैछ भने कुस्ताले कन्ट्याक्ट गरेर आउन सक्नुहुन्छ। एन्ड यो हाम्रो आजको होमस्टे चाहिँ मैले अघि देखाइहालेँ भिडियो कस्तो दामी छ भने नि, एकदम A1 होमस्टे। यहाँ चाहिँ यतिको पाउनु भने चाहिँ गान्तोकमा 5 स्टार पाएको अलिकति राम्रो मात्रै हो। अन्त अब हामीले चाहिँ अब जानु आँटेको जस्ट साइट सिइङ। आज लागि मादल ल्याएको छु। मादल बजाइदिइहाल्नु लु। यसमा गीत बजाइछ मादल। अन्त हामीले चाहिँ डान्स गर्छौँ। हामी चाहिँ भ्याली तरफ जाँदैछौँ अहिले चाहिँ हो। यस्तो छ बाटो चाहिँ। यहाँनिर चाहिँ तपाईँहरूले यहाँको एकदमै बेसी पाउन सक्नुहुन्छ। मैले अस्तिको भिडियोमा नि भनेको थिएँ होइन,
अन्त अलिकति चाहिँ ट्रेकिङ जाने जग्गा रहेछ हामी चाहिँ अहिले ट्रेकिङ जाँदैछ सास फुलिसक्यो हाम्रो यहाँ हो यता चाहिँ मेरो ब्रदर अनुराग क्यामेराम्यान पनि हाम्रो अन्त एकदम मजा आउँदैछ गाइस मैले त भिडियोग्राफी गर्नै बिर्सिसक्यो भन्दा नि हुन्छ यसलाई चाहिँ भन्छ याकडोङ साह्रै दामी जग्गा क्या यसमा 2 पल्ट आइसकेँ यहाँ हो आई सजेस्ट यु टु कम अल्सो यहाँ छ नाथाङ भ्याली अस्ति हामीहरू त यता त आएको थिएन नि त ऊ तल मात्रै आएको थियो अहिले चाहिँ हामीहरू यता पनि आयो यहाँ माथि हल्का चिल गर्छ अब उता खोजिरहेछु मायाको अर्थ सो गाइज वी आर इन्जोइङ अ लट तपाईँहरू पनि आएर नाथाङ भ्याली घुम्नुहोस् होइन अन्त यहाँ पछाडि चाहिँ आई लभ नाथाङ लेखेको चाहिँ एन्ड यहाँ माथिदेखि स्टार्ट हुन्छ भ्याली है मैले चाहिँ अस्तिको भ्लगमा भनेको थिएँ तपाईँहरूलाई कन्फ्युज हुन्छ भनेर तर त्यस्तो कन्फ्युज चाहिँ हुँदैन तपाईँहरू यहाँ माथिको मेन रोड आएर चाहिँ त्यहाँबाट अलिकति यतापट्टिबाट चाहिँ रफ रोड पस्नुपर्ने छ त्यहाँबाट उँधो पसेर चाहिँ टक्कै यहाँ आएर चाहिँ तपाईँहरू इफ 1 नाइट स्टे गर्दै आउनुहुँदैछ भने चाहिँ यहाँ पर भिलेज एरिया देख्नुहुँदै होला त्यहाँ आएर स्टे गर्न सक्नुहुन्छ अनि होमस्टे मजाले पाउन सक्नुहुन्छ हामीले चाहिँ सोनाम होमस्टे बुक गरेको छ होइन अनि सोनाम होमस्टेमा चाहिँ एकदम दामी थियो रुमहरू सबै दामी थियो एन्ड अस्ति जुन भ्लगमा मैले देखाएको थिएँ त्यो चाहिँ अस्तिको भ्लगमा चाहिँ हामीले यहाँ यो जग्गामा चाहिँ मजाले इन्जोय गरेर गएको थियो है अन्त यहाँ आई लभ नाथाङ चाहिँ आइपुगेको थिएन नि त हामीहरू चाहिँ यो जग्गामा चाहिँ आएको थिएन यहाँ चाहिँ हल्का ट्रेकिङ गरेर आउनुपर्छ तपाईँहरू होइन नाथाङ आउनुभयो भने चाहिँ बाबाधाम भयो छङ्गु लेक भयो एन्ड यु आर इन्ट्रेस्टेड इन जुलुक तपाईँहरूले जुलुकमा गएर मजाले भिडियो सिडियो बनाएर फोटोसोटो खिचेर जान सक्नुहुन्छ यति त सो गाइज किप वाचिङ म मेरो फेस बेसी देखाउँदिनँ तपाईँहरूलाई यहाँको भ्यू बेसी देखाउने छु आज होइन किनभने लास्ट टाइमको भ्लगमा चाहिँ मैले मेरो फेस चाहिँ मात्रै देख्नु भएको थियो होला तर अहिले चाहिँ म भ्युज बेसी देखाउने छु सो अहिले फ्लावरको सिजन चाहिँ गएको छ नि त अन्त तपाईँहरू यी फ्लावर फुलेको सिजनमा आउनु भएको छ भने चाहिँ यहाँ जति नि यो फुलहरू देख्नुहुँदैछ यो जुन देख्नुहुँदैछ योहरू सबै फुलेको हुन्छ होइन अनि यो फुलेको देख्दा चाहिँ यहाँ ड्याममै फुलेको देख्छ नि त अनि चाहिँ दामी हुन्छ है सो अहिले चाहिँ ऊबाट रहेछ त्यो जग्गामा मात्रै अलिकति फ्लावर छ होइन अनि त्यहाँ गएर म फोटोसोटो लिनेछु एन्ड इफ तपाईँहरू सिजनमै आउनुभयो भने चाहिँ यो डल्लै फुलहरू फुलेको देख्छ है सो किप वाचिङ गाइस तपाईँहरू सिजनमा आउनुभयो भने चाहिँ यस्तो फ्लावर देख्न पाउनुहुन्छ है मैले अघि यहाँ ल्याउँछु भनेको थिएँ सो म यहाँ आएको छु अहिले चाहिँ यस्तो खालके फ्लावर चाहिँ तपाईँले भेराइटीमा देख्न पाउनुहुन्छ ब्लू पर्पल सबै कलरमा हुन्छ इफ नट ब्लू पर्पल भयो अरू कलरमा पनि हुन्छ यो फ्लावर चाहिँ होइन अनि अहिले चाहिँ यहाँ एकदमै डल भइसकेको छ सो सिजनमा आउँदाखेरि चाहिँ यो डल हुँदैन हो एकदम राम्रो हुन्छ सिजनमा आउनुभयो भने चाहिँ यस्तो खालके फुल पनि देख्न पाउनुहुन्छ है यस्तो टाइपको चाहिँ ड्याममै हुन्छ होइन अहिले चाहिँ हाम्रो सिजनमा आएन नि त सो योहरू पनि फुलेरै सकेको होला यस्तो खालके फुल चाहिँ तपाईँहरूले ड्याममै देख्न पाउनुहुन्छ यहाँ एन्ड यहाँनिर चाहिँ मिनिएचर पनि रहेछ ऊबाट यहाँनिर चाहिँ मिनिएचर छ होइन यहाँ भित्र चाहिँ कस्तो छ आई डोन्ट नो इफ म त्यहाँ गएँ भने चाहिँ तपाईँहरूले देखाउने छु है हामीहरू चाहिँ यहाँबाट निस्केको अब चाहिँ नट निस्केको यहीँ हुन्छ हामीहरू होइन तर पनि भ्यालीबाट चाहिँ निस्केको अन्त हामी चाहिँ अहिले होमस्टे जाँदैछौँ जुन होमस्टे मैले तपाईँहरूलाई भनेको थिएँ सोनाम होमस्टे त्यहाँ जाँदैछौँ अहिले चाहिँ एन्ड यही ब्यागस्याग बोकेर यसमा चाहिँ हामीले जस्ट स्न्याक्सहरू ल्याएको थियो नि त अन्त यहाँ भ्यालीमा आएर चाहिँ हल्का मजाले इन्जोय गर्दै खायो एन्ड यहाँबाट चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ चाहिँ एकदम दामी भिलेज छ है तपाईँहरू आएर अस्ति चाहिँ हामीहरू मलाई त्यस्तो आइडिया थिएन नि त अस्ति त फर्स्ट थियो सो हामीले चाहिँ यहाँनिर टक यो रिभर साइडमा चाहिँ हल्का इन्जोय गरेर यहाँबाट चाहिँ आर्मीहरूको मार्क पास कुनै के हुँदो रहेछ तर तपाईँहरू फर्किने गरी नै आउनुहुँदैछ भने चाहिँ यु मस्ट भिजिट द्याट प्लेस यो नाथाङ भ्यालीको ब्याक साइडमा गएर मजाले इन्जोय गरेर जानुहोस् होइन मैले त अस्ति भ्लगहरू कसैको हेरेको थिइनँ नि त त्यही भएर याद भएन अन्त नाथाङ भ्यालीमा चाहिँ तपाईँहरूले
मेडिसिनल प्लान्टहरू पनि पाउन सक्नुहुनेछ तपाईँहरूले मजाले आएर आफ्नो रिसर्च पेपरहरू छ भने पनि आएर यहाँ वान नाइट स्टे गरेर मजाले स्टडी गरेर जान सक्नुहुनेछ होइन सो मलाई अरूभन्दा नि यो फुटपाथ चाहिँ एकदमै मन पर्यो है यहाँको फुटपाथ छ टक्कै साइडमा रिभर छ एन्ड यस्तै हो एन्ड गाइस अघि हामीहरू आउँदाखेरि चाहिँ यहाँनिर घाम लागेको थियो नि त सो त्यस्तो चिसो चाहिँ थिएन इफ तपाईँहरू पनि घाम लागेकै टाइममा आउनुभयो भने चाहिँ लाइट लुगाहरू लगाउँदा हुन्छ है त्यस्तो हेभी लगाउनु पर्दैन जाडोमै गएको जस्तो चाहिँ लाउनु पर्दैन दिउँसो आएर फर्किने हुँदाखेरि चाहिँ त्यस्तो लाउनु पर्दैन बट तपाईँहरू नाइट स्टे गर्नुहुँदैछ भने चाहिँ अलिक तातो लुगाहरू पनि लिएर आउनुहोस् यहाँनिर किनभने एकदमै चिसो जग्गा हो नि त यो अहिले चाहिँ सनसेट हुँदै गएपछि चाहिँ हामीलाई पनि अलिक चिसो हुँदैछ है यहाँनिर पनि यस्तो लेकहरू रहेछ कस्तो लेक हो कुन लेक हो याद भएन सो गाइस तपाईँहरूले यहाँनिर बोटमा पढ्न नि सक्नुहुन्छ है ओल्ड सिल्क रुट एडभेन्चर ब्ला 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 लेखेको छ त्यहाँ सो यो चाहिँ तपाईँहरूको ओल्ड सिल्क रुट थियो यहाँनिर चाहिँ पहिलाको टाइममा चाहिँ यहाँबाट चाहिँ तपाईँहरूको सिल्क ल्याएर चाहिँ यहाँनिर चाहिँ यो भिलेजमा चाहिँ वान नाइट स्टे गरेर चाहिँ यहाँबाट चाहिँ जुलुक हुँदै कालिम्पोङतिर जान्थ्यो सिल्क रुट हो अहिले जुन मैले तपाईँहरूलाई बाटो देखाएको थिएँ जहाँ मैले भ्लग बनाएको थिएँ बाटोको त्यो चाहिँ ओल्ड सिल्क रुट रहेछ मलाई पनि अहिले यो बोर्ड देखेर याद भयो यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले टक्कै यहाँनिर चाहिँ गेट पनि बनाएको छ है आउनुहोस् गाइस तपाईँहरू यु मस्ट भिजिट दिस प्लेस एकदमै दामी छ यो मेरो सेकेन्ड भ्लग हो नाथाङ भ्यालीको चाहिँ होइन फर्स्ट भ्लग अस्ति मैले हिन्दीमा अपलोड गरेको थिएँ आज चाहिँ फुल नेपालीमा छ तपाईँले हिन्दी बुझ्नु भएन भने अहिले चाहिँ भिडियोमा पनि देखेँ कि देखेन तर यहाँ चाहिँ घाम लाग्दै चाहिँ अहिले अचानक सनसेट हुँदै गयो होइन अब यत्तिकै यहाँ चाहिँ एकदमै चिसो हुँदै जान्छ नि त बेलुका इभिनिङ टाइममा चाहिँ एकदमै चिसो मर्निङ र इभिनिङ टाइममा चाहिँ चिसो एन्ड डे टाइममा चाहिँ इफ पानी पर्दैछ भने चाहिँ चिसो हुन्छ घाम लाग्दैछ भने चाहिँ मोडरेटै हुन्छ है तपाईँहरूले मतलब बेयर गर्नु टाइपकै टेम्परेचर हुन्छ मजाले आएर इन्जोय गरेर फर्किँदा नि हुन्छ तर आई सजेस्ट वान नाइट स्टे गर्दै आउनुहोस् है किनभने अस्ति म फर्किने गरी आएको थिएँ मलाई चाहिँ रिग्रेट भएको थियो नि त यहाँ बस्ने मन थियो तर अलिक त्यस्तै परेको थिएन त्यो भएर चाहिँ बस्नु मिलेन सो यहाँ चाहिँ हल्कै फुटबलको लागि चाहिँ ग्राउन्ड पनि रहेछ तपाईँहरूले यहाँनिर बलहरू लिएर आउनुभयो भने हल्का यहाँ प्र्याक्टिसहरू पनि भइहाल्छ इन्जोय पनि भइहाल्छ गेम्स आउटडोर गेम्स मनपर्छ भने यहाँ हल्का इन्जोय गरेर फर्किँदा पनि हुन्छ होइन सो यो चाहिँ ग्राउन्ड हो नाथाङ भ्यालीको अन्त यसको उता साइडमा चाहिँ तपाईँहरूले पाउनुहुनेछ होमस्टे भेराइटी अफ होमस्टे तपाईँहरूले त्यहाँ गएर मजाले स्टे गर्न सक्नुहुनेछ एन्ड गाइस हामीलाई चाहिँ 900 पर हेड परेको थियो है होमस्टेको चाहिँ 900 पर हेड तपाईँहरूले त्योभन्दा अलिकति डिस्काउन्टमा पनि पाउनुहुनेछ इफ तपाईँहरूको कोही चिनजानको छ भने हामीलाई चाहिँ कुस्ताले मिलाइदिनु भएको थियो नि त 1000 भन्दै थियो होइन पर हेड चाहिँ 1000 भन्दै थियो तर गाइस यहाँनिर चाहिँ यो आयो मलाई डर लाग्दैछ के गर्दैन होला वान नाइटको चाहिँ 1000 रुपिस पे गर्नुपर्छ तपाईँहरूले होमस्टेको लागि चाहिँ एन्ड होमस्टेको लागि चाहिँ 1000 एन्ड तपाईँहरूलाई गाडी भाडा चाहिँ हामीले चाहिँ 8500मा चाहिँ सबै टोटल मिलाएको छ होइन 8500मा चाहिँ वान नाइट स्टे एलोङ विथ जुलुक पनि भिजिट 85मै होइन त्यही त वान नाइट 8500मा चाहिँ तपाईँहरूले भेकल मिलाउन सक्नुहुनेछ होइन वान नाइट स्टे गर्ने गरी आउनुभयो लाइक 2 डेजको लागि चाहिँ 8500मा चाहिँ भेकल मिलाउन सक्नुहुन्छ अनि वान नाइट स्टेको लागि चाहिँ 900 लियो हामीलाई चाहिँ उनीहरूले चाहिँ 1000 भन्दै थियो नि त अनि हामी चाहिँ इन लोकल भएर चाहिँ अन्त प्लस हामीहरू अलिक स्टुडेन्ट पनि हो त्यही भएर चाहिँ हामीलाई 100 रुपिस डिस्काउन्ट पनि पाएको थियो तपाईँहरूले आएर मजाले स्टे गरेर जान सक्नुहुनेछ म्याक्स तपाईँहरूले चाहिँ 5000 चाहिँ बजेट राख्नुपर्छ नाथाङ भ्यालीको लागि होइन अन्डर 5000 चाहिँ सबै आउँछ एन्ड चौरीको Guys, I forgot to mention कि under 1000 चाहिँ तपाईँहरूले नाइट स्टे अलोङ विथ फुड पनि पाउनुहुनेछ है ब्रेकफास्ट लन्च डिनर अन्त आफ्टर डेको मर्निङ ब्रेकफास्ट पनि पाउनुहुनेछ सो त्यो चाहिँ मेन्सन गर्नु बिर्सेछु होइन तपाईँहरू इफ प्लान गर्नुहुँदैछ नाथाङ भ्यालीको लागि भने चाहिँ आउन सक्नुहुनेछ सो गाइस नट बेस्ट टाइम हो त्यो फ्लावरको टाइममा पो बेस्ट टाइम अहिले पनि बेस्ट टाइम नै हो अहिले पनि बेस्ट टाइम नै हो किन भन्दा अहिले पानी परेको छैन वेदर राम्रो छ भ्यू दामी देखिन्छ अन्त तपाईँहरूलाई स्नोफल देख्नु मन छ भने चाहिँ डिसेम्बरको टाइममा आउनुहोस् होइन एकदम आउनु सक्नुहुनेछ एन्ड हाम्रो टिम चाहिँ यहाँनिर नि अगाडि सबैजना आएर चाहिँ हामीलाई वेट गरिरहेको रहेछ होइन म चाहिँ भिडियो बनाउँदै ढिलो आयो नि त
अन्त हामीलाई चाहिँ यता दालले ल्याउनु भएको थियो अम्बो गाइस बर्फले चाहिँ डल्लै यहाँ उयो भएछ है केही गर्न सक्दैन यो पानी यो गर न निस्किँदैन यहाँबाट तातो पानी छ त तातो पानी ल्याउ त तातो पानी फ्लास्कको So hello everyone, today is the next day. अन्त तपाईँहरू चाहिँ नाथाङ भ्यालीमा स्टे गर्दै आउनुभयो भने चाहिँ यु मस्ट भिजिट दिस प्लेस है चाहिँ तपाईँहरूले आएर मजाले मर्निङमा सनराइज इन्जोय गर्न सक्नुहुन्छ यसरी घरबाट तातो पानी तातो चियाहरू लिएर आउनुभयो भने चाहिँ मजा आउँछ होइन हामीले चाहिँ लिएरै आएको थियो अन्त पानी पिउँदै हल्का सनराइजको मजा लिँदैछौँ अहिले निकै आइसकेछ है यहाँ 360 डिग्रीमा छ एकदम यो जग्गा चाहिँ हामीहरू जहाँ होमस्टे बसेको थियो भ्यालीमा एक्ज्याक्टली हिजो मैले जहाँ तपाईँहरूले देखाएको थिएँ त्यहाँबाट चाहिँ 4 किलोमिटर्स यता छ होइन तपाईँहरू त्यहाँबाट चाहिँ भेकलमा आउनुपर्छ बाई वक पनि आउनु सक्नुहुन्छ तर अलिक छिटो नै निस्किनुपर्छ त्यसको लागि चाहिँ हो तर जाडोमा हिँड्नु त अलिक साह्रै पर्छ त्यही भएर चाहिँ गाडी लिएरै आउनुहोस् इफ छ भने चाहिँ एन्ड यहाँ चाहिँ एकदम दामी छ भ्यू गाइस सी वो क्या तातो गाउँ सच में नि क्या मजा गाउनु रहेछ यहाँ भिडियो गाइस म चाहिँ नाथाङ आएर पार्ट टाइम बिजनेस गर्दैछु अहिले चाहिँ हो तपाईँहरूले पनि कन्ट्याक्ट गर्दा हुन्छ बिहान या सनराइज हेर्दा ब्ल्याक टी चाहियो भने चाहिँ मलाई सम्पर्क 10 रुपियाँ पर कप 10 रुपियाँ पर कप बेसी पनि छैन सस्तो दिँदो रहेछ त दिदी राम्रो सस्तो रहेछ त 10 रुपियाँ ल्याऊ बहिनी ओके भएर जिपे गरिदिन्छु ल यहाँ देख न ई मिठो तातो तातो ब्ल्याक टी हाल्ने साथ सेलाउँछ हजुर लिनुहुन्छ मलाई लिनु मात्रै होइन चिनीको रहेछ नि साउन्ड चिया कति हो सो गाइस हाम्रो चाहिँ अहिले सनराइज हेरेर पनि यहाँ फर्किसक्यौँ होइन अन्त यहाँनिर चाहिँ मर्निङ टाइममा चाहिँ यसरी पुरा बर्फिङ हुँदैछ तुसारोले डल्लै गाडीहरूलाई यसरी हो अन्त यो जुन तपाईँहरूले देख्नुहुँदैछ 1920 यो चाहिँ पहिला ब्रिटिसर्सको टाइमको रहेछ नि त बङ्गला मैले हिजो त्यहाँ सुन्दै थिएँ होइन दफ्तर भन्दै रहेछ एकदम ओल्डेस्ट वान दफ्तरी 1920 को यो चाहिँ पहिला ब्रिटिसर्सको टाइमदेखिको सामानहरू ल्याएर चाहिँ यहाँ रेस्ट गर्थ्यो अरे नि त अन्त फाइनली हियर इज आवर होमस्टे अब बर्फको बारिस हुँदैछ यहीँ गाइस हामीहरू चाहिँ यहाँ सुतेको थियो एन्ड सी द भ्यू हाम्रो टिम चाहिँ ऊ माथि के भन्छ फोटो खिच्नु आइरहेको रहेछन् कि अन्त दिदी र म पनि जाँदैछौँ शीतल चाहिँ रेस्ट गर्ने भनेर रुममै चाहिँ हो यहाँबाट चाहिँ भ्यू हेर्न सक्नुहुन्छ तपाईँहरूले यस्तो सेटिस भ्यू अम्बो हेभन इन अर्थ स्पेसली इन सिक्किम हिडन प्लेस अफ सिक्किम हो अरे नि त यो चाहिँ गाइस दिस इज आवर नाथाङ भ्याली सिक्किमको हिडन भिलेज हो यो चाहिँ हो अन्त एसियाको चाहिँ सबसे हाइएस्ट भिलेज भनेको सुनेको थिएँ त्यस्तै लाग्यो एन्ड तपाईँहरू सिजनमा आउनुभयो मैले सिजन चाहिँ अप्रिल मेमा रहेछ सिजन चाहिँ होइन त्यो टाइममा आउनुभयो भने चाहिँ तपाईँहरूले यहाँ चाहिँ टोटल्ली फुल फ्लावर फुलेको देख्न सक्नुहुन्छ योहरू चाहिँ अब सबै फुलिसकेको रहेछ है योहरू फुलिसकेको छ हो यो चाहिँ अब याक हुन्छ नि त यहाँ चाहिँ पुरा बेसी याक हुन्छ तिनीहरूलाई चाहिँ फुड याकले चाहिँ त्यस्तो खाँदो रहेछ ऊ तलतिर यहाँतिर चढिरहेको छ याकी
एन्ड यहाँ चाहिँ हिउँ परेछ है तुसारो भन्छ यसलाई चाहिँ हो यहाँबाट चाहिँ यता देख्नुहुन्छ है क्या सेटिस जग्गा छ हो यहाँबाट चाहिँ यहाँ चाहिँ एउटा बम्बई रोड भन्ने जग्गा छ आई डोन्ट नो त्यो चाहिँ कहाँ पर्छ आई गेस यता माथि साइडहरू पर्छ होला त्यहाँबाट चाहिँ त्यहाँ चाहिँ अझै दामी छ भन्दै थियो बट हामीहरू चाहिँ त्यहाँ जान्दैन किनभने हाम्रो यता जुलुक भएर फर्किन्छ नि त सो लेट पनि हुन्छ हामीहरू आजै पुग्नुपर्ने छ यता उमिदी गुड मर्निङ गाइस भन्नुहुँदैछ उमिदीले हाम्रो ब्रदर्सलाई खोज्दै खोज्दै हामी चाहिँ यहाँ आइपुग्यौँ नि त आइस क्या सेटिस रहेछ नि त यहाँ चाहिँ गाइस यहाँनिर चाहिँ हामीले मेडिसिनल प्लान्ट पनि पायो हो एन्टिपाइरेटिक के अरे एन्टिपाइरेटिक यता चाहिँ ब्रदर चाहिँ फार्मेसिस्ट हो नि त फार्मेसी गर्दैछ गाइस तपाईँहरू नाथाङ फर्किने गरी नै आउनुभयो भने पनि यो जग्गा आउन सक्नुहुने रहेछ है फर्किँदा पनि मजाले टाइम पाउनुहुन्छ यहाँ आएर यहाँ तलसम्म आउँछ गाडी त्यहाँबाट चाहिँ अलिकति ट्रेकिङ गर्नुपर्छ यताबाट हिँडेर चाहिँ यो जग्गा आएर तपाईँहरूले माथिसम्म ट्रेकिङ गर्न सक्नुहुनेछ एन्ड यहाँबाट चाहिँ भ्यू देख्दो रहेछ मजाकै दिस साइड एन्ड दिस साइड इन्फर्मेसन दिइराखेको अस्ति मलाई म फर्स्ट टाइम आएको टाइममा चाहिँ मैले इन्फर्मेसन पाएको थिइनँ नि त अनि चाहिँ हामीहरू तलबाटै फर्केको थियो स्टे गर्दै आउँदा चाहिँ निकै जग्गा घुम्नु पाएँ यहाँ निकै जग्गा रहेछ घुम्ने चाहिँ तपाईँहरूलाई याद नहुनसक्छ सो मैले भनिदिइराखेको है एन्ड ऊ माथि देख्नुहुँदै होला त्यहाँनिर सानो एउटा मिनिएचर छ त्यहाँ पनि जान सक्नुहुन्छ एन्ड यहाँ पनि छ अर्को सो यहाँनिर त्यो जुन हिजो मैले ग्राउन्ड देखाएको थिएँ त्यो ग्राउन्ड यहाँ छ अनि हाम्रो होमस्टे चाहिँ यहीँभित्र कता छ यति चाहिँ छ यति रहेछ यहाँको भिलेज चाहिँ अन्त हामीहरू चाहिँ बिहान सनराइज हेर्नु चाहिँ ऊ परको साइडमा गएको थियो त्यहाँबाट मजाको देखेको थियो भ्यूहरू है हुन्छ नाना बाई थ्याङ्क यू सो मच हुन्छ हुन्छ आज्ञा गाइस यहाँको भ्यू चाहिँ मैले बिहान मर्निङको देखाएको थिएँ होइन तपाईँहरूलाई यहाँबाट चाहिँ सनराइज हुँदै गरेको अहिले हेर्न सक्नुहुन्छ पुरा क्लाउड आएर चाहिँ कस्तो मजाको भइरहेको रहेछ यहाँ पर माउन्टेन मजाले क्लाउड आएर चाहिँ यस्तो भएको छ अहिले चाहिँ गाइस हाम्रो भेकल चाहिँ थियो मैले देखाउनु बिर्सिरहेको थिएँ होइन यहाँ डे विथ कुस काइरवको नाम काइरव चाहिँ कुस्ताको छोरा सुपुत्र डे विथ कुश विदाउट कुस्ता सो गाइस हाम्रो चाहिँ यहाँ जुलुक आइपुग्यौँ अहिले चाहिँ होइन एन्ड सी द भ्यू गाइस कुन चाहिँ अरे ओल्ड सिल्क रुट दिस वान मैले हिजो माथि देखाएको थिएँ नि ओल्ड सिल्क रुट भनेर यो चाहिँ रियल अरे नि त यसो हेर्दा पनि हो जस्तो रहेछ हो जस्तो होइन हो घोडा खच्चड हिँड्ने भएको छ अन्त जुलुक चाहिँ यहाँ छ गाइस जुलुक यहाँ परेछ हाम्रो भेकल यता सबैजना यता छु म एकदम बादलों के ऊपर है गाइस हम बादलों के ऊपर बादल के नीचे थोड़ा दूसरा वाला विलेज है उधर और ये है हमारा जुलुक जो एकदम सिक्किम पे है और इधर से होते होते रंगली पहुंचेंगे उसके बाद रंगली से हम गंगटोक निकलेंगे और कल से तो क्लास भी स्टार्ट है सो दिस इज जुलुक अन्त यहाँको चाहिँ एकदम मेन चाहिँ के छ भन्दाखेरि यो जुन जिगज्याग रोड देख्नुहुँदैछ तपाईँहरूले यहाँ त देख्नु भएको छैन होला पुरा फगी लाग्यो नि त अहिले अघि आउने बित्तिकै चाहिँ अलिक क्लियर भएको थियो सो यो अलिक फगी लागेर चाहिँ राम्रो क्लियर देखेको छैन तर यहाँ आएर चाहिँ त्यही भ्यू हेर्नुको लागि आउँछ मान्छेहरू चाहिँ अन्त अझै लोकेसन चाहिँ यहाँ तल जुन अलिकति कटेजहरू देख्नुहुँदैछ त्यो जग्गामा गएर हामीले मजाले फोटोसोटो खिच्दा हुन्छ तर हामीहरू चाहिँ त्यहाँ निस्किँदैन किनभने एउटै बाटो यहाँ निस्किनु त्यहाँ निस्किनु होइन सो यहीँ फोटोहरू खिच्छ अनि चाहिँ हामीहरू ब्याक टु होम जान्छ हो सो सबैजना फोटो खिच्नु माथितिर पुगिछ यहाँ चाहिँ हाम्रो भेकल चाहिँ एकदम होइन सोचेको थिएन यस्तो दामी हुन्छ भनेर बट इट वेन्ट भेरी 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 मच वेल सो आजको मेरो यो भ्लग चाहिँ सायदै यति नै हुन्छ होला किनभने हामीहरू अब यहाँबाट फर्किन्छ नि त गान्तोक कहीँ निस्किँदैन कतै निस्किहाल्यो भने म एडप्ट गर्नेछु अन्त निस्किन भने चाहिँ मेरो भ्लग यति नै हो अन्त थ्याङ्क सो मच फर वाचिङ टिल देन बाई एन्ड बाई भन्दैन दुईजना माथि छ हो
बाई भन्नु भ्याउँदैन अहिले ओल्ड सिल्क रुटमा फोटो खिच्दैछ सो गाइस आफ्टर जुलुक चाहिँ वी आर हियर एट लमपोखरी लेक यो चाहिँ तपाईँको अरिटारमा छ अन्त यो चाहिँ अन द वे पऱ्यो नि त त्यही भएर चाहिँ हामीहरू यहाँ पनि घुम्न आइहालेको होइन यो चाहिँ हाम्रो फाइनल डेस्टिनेसन होइन के भन्छ फाइनल लोकेसन डेस्टिनेसन होइन यहाँबाट उता चाहिँ हामी डाइरेक्ट घुम्न जान्छ हो सो ट्रिप चाहिँ एकदमै मजा आयो अन्त यो चाहिँ हाम्रो लास्ट लमपोखरी लेक यो चाहिँ तपाईँको आरिटारमा पर्छ नि त अन्त अन द वे परेर चाहिँ हाम्रो यहाँ पनि आइहालेको अर्गनाइज गर्ने चाहिँ यता सर अर्गनाइजर होइन है हामी ए ल सबसे ठुलो हात छ नि ठुलो हात ठुलो हात देखाइदियो खुट्टाले हेर्ने आम्बो दामी देखेको है सोच्छ नेचुरल